आफ्टरनुन वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भ्लग चाहिँ अलिकति स्पेसल हुँदैछ किनकि म कतै जाँदैछु। त्यो चाहिँ मैले हजुरहरूलाई एकछिन पछि भन्छु होइन। सो कतै जानु भएपछि मेकअप त गर्नु पऱ्यो, त्यसमा चाहिँ म अब मेकअप गर्छु हल्का हल्का किनकि गर्मी हो। यस्तो गर्मीमा चाहिँ म गर्नु सक्दिनँ, त्यसैले चाहिँ हल्का हल्का मेकअप गर्छु। त्यसपछि चाहिँ मिल्छु। यो मेरो अगाडिको बाललाई चाहिँ मैले च्याप्नु पऱ्यो सुरुमा। दिस इज माई रियल फेस गाइज। डार्क सर्कल हो क्या। सो म चाहिँ फाउन्डेसन लगाउँछु। त्यो चाहिँ म बिलिङ गरेर निकालेँ। सो मैले फाउन्डेसन चाहिँ लगाइसकेँ। मेरो फेस चाहिँ यस्तो देखेको छ। अब चाहिँ म लगाउँछु आई स्याडो चाहिँ म यो लगाउँछु। यो चाहिँ मेरो फेभरेट हो। मेरो भाइले पनि लगाइसक्यो, त्यो वाला चाहिँ छिटो लगाउँछु। यो लगाएर मेरो आइज रेडी भइसक्यो गाइस। अब चाहिँ म लगाउँछु पिङ्क ब्लस थोरै। सबै मिल्दैन। बेसिकली यति हो मैले लगाउनु चाहिँ। अब चाहिँ मैले मस्कारा लगाउँछु अनि त्यसपछि लिपस्टिक लगाउँछु, त्यसपछि मेरो चाहिँ डन हुन्छ। ओके, सो म चाहिँ रेडी भइसकेँ। मेरो आइज चाहिँ यस्तो देखेको छ। लिपस्टिक चाहिँ म लगाउँछु चिया खाएर। ओके, त्यसपछि म अर्को एकपछि मिल्छु। बाई। ओह माई गॉड, म कस्तो देखिन्छु? कस्तो राम्रो हाम्रो यहाँ केक सरप्राइज दिन जानु लागेको गाइस। भेट्दै आउन देता। माई गॉड, बाइ। फेरि भेट्नु। मेरो साथीको बर्थडे आउँछ। त्यस्तो बाल भएको पोस्ट गर्न पनि मन लाग्छ। अब दामी बाल मिले सबै। हेलो सपना, मैले आज पब्लिकमा भ्लग बनाएको यस्तो मान्छे भएर कस्तो लाग्छ। हाय। सो हामी चाहिँ साथीको बर्थडेको लागि जान लागेको। कति बेला पुगिन्छ थाहा होइन। हिँड्न चाहिँ हिँड्ने हो। माइक्रोमा जाने हो। हाम्रो इयरिङ हो। हेलो गाइस, सो हामी चाहिँ अहिले चाहिँ आइसक्यौँ हन। चोकमा चाहिँ तर पानी परिरहेको छ यार। यहाँको साथीहरू पनि पानी पर्यो यार। दिस इज नट गुड। कस्तो लागिरहेको? सो स्याड यार। कस्तो एक्साइटेड भएर आएको थियो जस्तो मलाई। पानी पर्यो क्या। त्यही पनि एक्साइटेड छ मनमा। बल्ल बल्ल आयो गाइस। हामी कहाँ चारो किन खाएको छैन, त्यहाँदेखि बल्ल बल्ल आयो। ए माइक्रोमा ठाउँ पनि खुट्टा टेक्ने ठाउँ पनि छैन। बल्ल बल्ल आएको। अब कहाँदेखि जानु भने होइन कस्तो देख्दै थियो। अरे हाम्रो रहेन। उताबाट हो कि त्यहाँबाट त्यहाँ पहिला पछाडि थियो होइन र? हामी कहाँ जाने थाहै छैन यार। त्यही त पानी परेर यार बाटोमा। प्रतीक्षालाई भयो कहाँ हो पहिला? पानी पर्यो। हामी चाहिँ पानी परे पनि हिँडिराखेका छौँ। जे होस् बर्खा लागेको छ। त्यहाँ हुनुहुन्छ हिँडिराख्नु भएको छ। कताबाट जाने हो के गर्ने हो हामीलाई केही बाटो नै छैन त यता झनै। ऊ त्यहाँदेखि हो, म चिनिसकेँ। जाम हामीले बाटो पत्ता लाग्छ। फाइनली गाइस उता देखेको के कृपा सरप्राइज दिने हिँडेको। कृपा घरमा नहुने अरे के हुन्थ्यो? हामी नै सरप्राइज। ऊ त्यो बाटो हो, म चिनिसकेँ। गाइजहरू हामी त्यो खुसी लागिरहेको छ। पानी बिसायो हुन्थ्यो नि। बिसाउँछ हल्का बिदो भइसक्यो। पानी परे यहीँमा चऱ्यो नि फेरि खस्यो। अब त केही हुन्न।
त्यो त खस्दैन कि लाग्छ कि लास्टवालाको त खस्दैन ऊ त्यहाँ पुगेपछि पिच रोड चाहिँ केही हुँदैन आउँदैन बोल न अब कस्तो क्यामेरा अन मात्र गरेको हौ के बोल्ने हो र केही पनि छैन भन न अब त्यही बाटो होइन र पत्ता लगाइसक्यौँ गाई मेरो हालत देखाउने होइन पानी परेर कस्तो के त आउटफिट अफ द डे हमारा नि ऐसा हो रहा है मान्छेले के भन्नु मैले पब्लिकमा बल्ल भिडियो बनाएको त्यही पनि मलाई केही डर लागेन कि किन भन्दाखेरि हामी भएर हो ल ल ल ल ल त्यसपछि त आयो गर्दै हुन सक्छौ भनेर मान्छेले के भन्नु मैले पब्लिकमा बल्ल भिडियो बनाएको त्यही पनि मलाई केही डर लागेन कि किन भन्दाखेरि हामी भएर हो ल ल ल ल ल त्यसपछि त आयो गर्दै हुन सक्छौ भनेर म गरिदिन्छु गाइस हामी चाहिँ फाइनल आयो त्यो घर चाहिँ कृपाको हो होइन हामी चाहिँ आइयो यहाँ चाहिँ साथीहरू हिँडिरहेको छ म पनि हिँडिरहेको छु होइन एक्साइटेड एन्ड नर्भस प्लस सबै फिलिङ मिक्स भएको हो कि सबै ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे कृपा ह्याप्पी बर्थडे सबैको तर्फबाटै ए त्यो त अहिले पढे मलाई कस्तो एक्साइटेड छु म ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच देखिनु अलिअलि कहाँ गएको कि तिमी छोड्दै छोड्दै के हुन दियो कस्तो Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Kirpa. May God bless you. आउन तिमीहरू सुरु आउन उस नागा उही त उसकै त हो र त बुके उहीको जिम्मा गरेछ ल उस माग म उस गरिदिन्छु उस नागा न रोक एकचोटि भन कि मेरो त ग्यालेरी मात्र हो कि हाम्रो नि ग्यालेरी मात्र हो एकैछिन अलि अगाडि बस्नु न कस्तो लाज यार कस्तो ब्याटै नभएको उस नाग्दैन कि थुप्रै माग्यो Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Kirpa. Happy birthday to you. Hi guys, हामी चाहिँ हेलो हाम्रो गाउँतिर आइपुग्यो गाउँतिर होइन हाम्रो ठाउँतिर हाम्रो ठाउँमा आयो हाम्रो ठाउँ पनि कोहीको भन्दा नराम्रो त होइन एकदम यस्तो दामी छ यस्तो झिलिमिली छ। राम्रो डेकोरेसन गरेर मैले देखाएको यस्तो दामी तर दामी यो रोडमा नि तिहारको बेलामा भएको दाममा ठन्डा छ नि हाम्रो उसबाट बाटोबाट कुल्फी खाने भनेको होइन लिउ त पाइन्छ होला मैले कुर्तीलाई नाइ भन्दैन त्यो मैले पुरा निकालेँ कुल्फी चाहिँ मलाई थाहा भएन आइसक्रिम पनि पाइन्छ ल त्यही पनि सोधौँला एभ्री वान हामी चाहिँ आउन लागिसक्यो एभ्री मुमेन्ट एभ्री वान स्पेसल्ली त म कुल्फी दोकान खोज्दै हिँड्छु
ओके हामी यता भिडियो बनाउँछौँ यता कतै नजिक छ भने यस्तो कमेन्टमा भनिदिनु होला मलाई थाहा छ कि म यहीँको बासिन्दा हो नपठाउने भिडियो चाहिँ पठाऊ है मलाई यति बोलेको भने राखिदिन्छु नि म ओके ओके म युट्युबमा राख्छु कि युट्युबमा हेर्नु न होइन तिमी माया जस्तो भए पनि जस्तो देखे पनि हेरिदिनु होला म युट्युबमा राख्छु मेरो माइन्ड नगर्नु यता मासु पनि पाइन्छ तपाईँले जे खोज्नुभएको त्यही पाइन्छ यतातिर बिरामी हुनुभयो भने क्लिनिक गर्नु पर्यो तपाईँले मेकअप गर्न छ नि मेकअप के भन्छौ ब्युटी सलन भन्छ ब्युटी सेलर ब्युटी पार्लर छ रपन्चल होइन मेरो कपाल देखाउन चाहन्छु तिमीले अघि त कृपाला हो त मलाई हल्का ए कस्तो सेम देखिरहेको छ इन्जुसमा ओइ म त हर्दिन्छु मेरो कपाल गयो गाइस यस्तो दामी कपाल छ तर म यस्तो घाँटीको सोलर बालवीरको बाल परे दिल से बुलाया बालवीर आया रानी परी बाल परी ए बाल परी हो मैले हेरिनँ कि बालवीर कस्तो ब्युटिफुल आएको बल्ल हेर न कस्तो राम्रो रोकेर बाटै ब्लक गरेर रगेर बनाउने अरे यो मान्छे चाहिँ अनफुट कि फुट अन लाइन नभएर हेर्नु मजा आउँछ नि म त्यही के बोल्यो भने थाहा हुँदैन यहाँ तिनजना एउटै फ्रेम यहाँ होइन भाइ कुल्फी दोकानमा चाहिँ उयो अल्कोहल दोकान पोपट हो क्या यतैपट्टि अब तर मलाई थाहा थियो सकिँदै छैन कुल्फी भनेर चाहिँ गर्ने भनेको ए कुल्फी पसलमा आइसक्यौँ अब हामीले कुल्फी खान्छौँ कुल्फी किन्न जानु खान्न त अरे देखिन गाइस पैसा पुगेन हालिदेऊ त हजुर तिनवटा अहिले चाहिँ मलाई भिडियो बनाउन लाज लागिरहेको किनकि हामी मान्छेको ओए किन पैसा चाहिँदैन सबै त चटपट पानी मैले 10 रुपियाँ मात्र उसो मानेको के यार थ्याङ्क यू बेइज्जतै भएर म त किन अरे सक भएर म त डिस्काउन्ट सबैजना गर्दै चेस गाइस चेस ल खाए ल कुल्फी द बेस्ट त्यो आइसक्रिम भन्दा नि कुल्फी मजा आउँछ त्यो अर्कोवटा प्याकेटवाला आइसक्रिम भन्दा नि त्यो छ रिप त्यसलाई बेस्ट हो त्यो आजभोलि क्रिम कोनमा हाल्छ क्रिम त्यस्तो झ्याप्पो मन पर्दैन खाएको नि होइन कति भएर कस्तो मान्छेले देखेर नि आजको भिडियो चाहिँ स्योर युट्युबमा जान्छ गाइस ल ल ल ल क्लिप क्लिप काट्नु नकाट्नु न हाल्छु मैले कस्तो नाइटमा हिँड्दा मजाको हामी कसैले देख्दैनन् गाइज हामी चाहिँ छुट्ने बेला आइसक्यो तर यस्तो अँधेरो भयो यतापट्टि लाइट पनि राखेर किनकि यो सबै फुल हो अब बिदाई गर्ने बेला भइसकेको छ यस्तो लाइटिङ आएको छ पछाडि चाहिँ गाइस अब वाइफाई चल्छ अब मेरो नारायण डिस्ट्रिक्ट बाई गाइज बाई बाई रामसँग जाऊ लाइटिङमा आउनु न आफ्नो ख्याल राख्नु लाइटिङमा आउनु त ओके बाई 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 सीतारामसँग बाई मिठो छ नजाऊ है बाई बाई सी यू टुमरो बाई बाई ओके बाई 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 तिनीहरू चाहिँ गइसकेँ अब चाहिँ म घर जान्छु एक्लै घर पनि ओके भोलि चाहिँ भेट हुन्छ तर अहिले चाहिँ म घर जानुपर्ने हुन्छ एक्लै एक्लै घरबाट चाहिँ 2-3 चोटि फोन आइसक्यो मिठो है ओके बाई गाइज
आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गर्नुपर्ने हुन्छ होला, यस्तै अँधेरोमा इन्ड गर्नुपर्ने भयो। Bye guys, see you in next vlog. Bye bye. Like, share, comment and subscribe my channel and see you in next vlog. Goodbye. Bye.